आज वैशाखको 10 गते भयो। मैले प्रिभियस भिडियोमा यो स्विङ पछि भिडियो बनाएको थिएँ। आज भर्खर मार्केट ओपन भयो। मैले त्यति बेलामा यो दुईटा रियाक्सन पोइन्टलाई चाहिँ यो र यो रियाक्सन पोइन्टलाई चाहिँ ध्यान दिनु भनेर मैले भनेको थिएँ। अब मार्केट हिजो चाहिँ राम्रै गरी सपोर्ट जस्तै फर्म भएको छ। अब आजको क्यान्डल क्लोज हुँदाखेरि चाहिँ आज अथवा भोलिको क्यान्डल क्लोज हुँदाखेरि चाहिँ यसको यो बिचको पोइन्ट यो पोइन्ट चाहिँ मलाई यो पोइन्टभन्दा तल नजाओस् अथवा यही एरियाबाट यदि माथि नै यदि बुलिसै छ भनेदेखि यहाँदेखि स्विङ आयो भने वी क्यान टेक अ पोजिसन सर्ट टर्म भेरी सर्ट टर्म अथवा मोस्ट लाइकली यो हाई र यो हाईको बिचमा यदि यहाँनिर स्विङ आयो भने मजाले मार्केट सायद कन्सोलिडेसनमा जान सक्छ अथवा यो हाईलाई पनि थोरै सर्ट टर्मको लागि वी कुड टार्गेट। अहिलेको लागि अपडेट भनेको यति मात्र छ है।